मण्डली परिवार, दाजुभाइ, दिदीबहिनी, आमा बुवाहरू र इष्टमित्र साथीभाइहरू सबैलाई यीशु ख्रीष्टको पवित्र नाममा जय मसीह। आज म बिलाप पुस्तकको बाइबलको पुस्तक बिलापको 5बाट 5को 21 अध्यायबाट बोल्दैछु। यहाँनिर लेखिएको छ बिलाप 5को 21, हे परम प्रभु, हामीलाई आफूतिर फर्काउनुहोस् र हामी फर्काउँ, हाम्रा दिन तादीका दिन झैँ बनाइदिनुहोस्। यहाँनिर हामीले यो बुझ्छौँ कि जब हामीले बिलापको पुस्तक पढ्छौँ, यहाँनिर हामीले यो बुझ्छौँ कि इजरायलीहरू परमेश्वरदेखि टाढिएर बस्दा फेरि उनीहरूले भोग्नु परेको पीडादायी जीवन, कष्टहरू, कति सङ्घर्षको जीवन उनीहरूले भोग्नु पर्यो। उनीहरू परमेश्वरले जब उनीहरूलाई परमेश्वरले मार्गदर्शन गर्नुहुन्थ्यो, परमेश्वरले उपस्थिति दिनुहुन्थ्यो, उनीहरूको जीवन अति आनन्दमय थियो। तर जब उनीहरूले महसुस गरे कि हामी परमेश्वरदेखि टाढिएर बस्दा त हामी त केही होइन रहेछ, हामीले त दुःख र दर्दको कष्टको जीवन जिउनु पर्यो भनेर चाहिँ उनीहरूले परमेश्वरलाई बिलाप गर्दैछन्। एकदमै गहिरो परमेश्वरसँग सम्बन्ध हाम्रो नटुटोस्, परमेश्वरले फेरि हामीलाई फर्काउन्, परमेश्वरले हामीलाई फेरि पहिलाको जस्तै बनाइदिउन्। हे परमेश्वर, हामीलाई नत्याग्नुहोस्, हामीलाई फेरि पहिलाको जस्तै नयाँ बनाउनुहोस्, हामी फेरि नयाँ हुन चाहन्छौँ, तपाईँ हामीदेखि नटाढिनुहोस् भनेर उनीहरूले गहिरो चाहना राखेर बिलाप गरिरहेको हामी पढ्छौँ, देख्छौँ। र आजको दिनमा, आजको संसारमा अनिश्चयता र व्यक्तिगत सङ्घर्षहरूको कारणले गर्दा धेरै मानिसहरू परमेश्वरदेखि विच्छेद भएको महसुस गर्छन् र हरेक चुनौतीहरू उनीहरूको जीवनमा आउँदा, हरेक चुनौतीहरूको बीचमा सङ्घर्षहरू आउँदा, फेरि ठुलो ठुलो समस्याहरू आउँदा उनीहरू परमेश्वरको चाहना राख्छन्। परमेश्वरले हामीलाई सहायता गरून्, परमेश्वरले हामीलाई मार्गदर्शन गरून्, परमेश्वर कहाँ हुनुहुन्छ, हामीलाई सहायता गर्नुहोस् भनेर मानिसहरू, हामीहरू भनौँ न, चाहना राख्छौँ। तर त्यतिखेर हामी परमेश्वरलाई त्यति सजिलै भेट्दैनौँ। हामीले परमेश्वरको स्वरलाई त्यति सजिलैसँगले सुन्न पाउँदैनौँ त्यो समयमा। त्यतिखेर जतिखेर हामीलाई सङ्घर्षहरू आइपर्छ, एकदमै कठिनाइहरू आइपर्छ जीवनमा हामीलाई, त्यतिखेर चाहिँ हामी परमेश्वरको गहिरो चाहना राख्छौँ। त्यो समयमा हामीलाई परमेश्वर भेटाउन निकै धौधौ गाह्रो पर्छ, किनभने हामी परमेश्वरदेखि धेरै टाढा गइसकेका हुन्छौँ। परमेश्वरदेखि हाम्रो हृदयलाई हामीले टाढा बनाइसकेका हुन्छौँ। तर यहाँ वचनले हामीलाई के भन्छ भने, जसरी इजरायलीहरूले चाहना राखेर गहिरो चाहनामा उनीहरूले परमेश्वरलाई पुकार्दैछन्, हामीले पनि परमेश्वरलाई त्यसरी नै पुकार्नुपर्छ। हाम्रो जीवनमा परमेश्वरको मार्गदर्शन एकदमै आवश्यक छ। परमेश्वरको उपस्थिति र उहाँको मार्गदर्शन बिना मानिसले केही पनि गर्न सक्दैन। मानिस केही होइन र कोही होइन। मानिसलाई परमेश्वरले आफ्नै स्वरूपमा बनाउनु भयो र मानिसलाई सास फुकिदिनु भयो र मानिसलाई जीवित पार्नुभयो र मानिसलाई संसारमा अधिकार दिएर राख्नुभयो, गरी खान दिनुभयो। र मानिसले पाप गरे, मानिसले पाप गर्दा पनि परमेश्वरले आफ्नो पुत्र यीशु ख्रीष्टद्वारा क्षमा दिनुभयो। उहाँ अति दयालु र कृपालु परमेश्वर हुनुहुन्छ, जसले हामीलाई बनाउनु भयो। र परमेश्वरलाई हामीले, परमेश्वरदेखि हामी टाढा भएर बस्दा फेरि हामीलाई कहिले पनि आनन्द मिल्दैन।
परमेश्वर मात्रै हुनुहुन्छ हामीलाई आनन्द दिने, शान्ति दिने। हामीले संसारमा सबै थोक किन्न पाउलौँ, हामीसँग धन सम्पत्ति होला, हामीसँग चाहे जति संसारको सबैभन्दा एकदमै असल कुराहरू होला, तर पनि हामी अशान्तिमै हुन्छौँ परमेश्वरदेखि टाढा भएर जीवन बाँचिरहेका छौँ भने। हामी परमेश्वरदेखि हामीले आफूलाई टाढा राखेका छौँ भने हामी कहिले खुसी भएको हुँदैनौँ। केही न केहीले हामीलाई अशान्ति दिइरहेको हुन्छ। जुन पाउनुपर्ने हामीले आनन्द थियो, शान्ति थियो, त्यो हामीले पाइरहेको हुँदैनौँ। हामी कहीँ चुकि नै रहेको हुन्छौँ र आनन्द र शान्ति पाउनको लागि हामी भौँतारि नै रहेको हुन्छौँ। कति पैसातिर हामी कहाँ जान्छौँ, कहाँ के चढाउँछौँ, कतिलाई दान दक्षिणा गर्छौँ, कतिलाई गरिब दुःखीलाई हेर्छौँ, के गर्छौँ, सहायता गर्छौँ अरूको। त्यो सबै थोक गर्दा पनि हामी शान्ति पाइरहेकै हुँदैनौँ। हामी स्टिल अशान्तिमै हुन्छौँ, किनभने हामीले हाम्रो हृदय परमेश्वरदेखि टाढा राखेका हुन्छौँ। सायद आजको यो संसारमा व्यस्तताको कारणले, हरेक अनिश्चयताको कारणले, निश्चय कुनै पनि कुरामा अनिश्चयता नभएको कारणले गर्दा आफ्नो समझशक्तिमा आफूलाई धेरै ध्यान दिएको कारणले गर्दा र आफ्नै काम कुरो र आफ्नै भएका सबै जति पनि छन् ती कुराहरूलाई महत्त्व दिएको कारणले गर्दा हामीले आफूलाई परमेश्वरदेखि टाढा रहेका हुन्छौँ र सङ्कष्टको समयमा मात्रै हामी परमेश्वरलाई सम्झिन्छौँ। जसरी इजरायलीहरूले सङ्कष्टको समयमा परमेश्वरलाई सम्झिए र सङ्कष्टको समयमा परमेश्वरलाई सम्झिने मानिसहरूको लागि परमेश्वर हुनुहुन्छ। परमेश्वर हामीदेखि कहिले लुक्नु भएको हुन्न, कहिले टाढा हुनुभएको हुन्न। परमेश्वर त्यहीँ हुनुहुन्छ, जो हुनुहुन्थ्यो, हुनुहुन्छ र आउनुहुनेछ। परमेश्वर यो संसारको सृष्टि नहुँदा पनि हुनुहुन्थ्यो, त्यस्तै हुनुहुन्थ्यो, अहिले पनि त्यस्तै परमेश्वर हुनुहुन्छ र होइरहनु हुनेछ। उहाँको कहिले अन्तै छैन र उहाँ हामी खोज्छौँ भने उहाँ हुनुहुन्छ, हामी भेटाउँछौँ उहाँलाई। र जुन अपेक्षा राखेको छौँ हामीले परमेश्वरबाट त्यो पनि पाउँछौँ। परमेश्वरलाई जबसम्म हामी परमेश्वरलाई आफ्नो सारा हृदय चढाउँदैनौँ, ताकि हामीले परमेश्वरदेखि टाढा भएर गरेका हरेक हाम्रो काम क्रियाकलापहरूलाई सम्झेर हामीलाई कुन कुराहरूले परमेश्वरदेखि टाढा गराएको थियो त, के कारणले हामी परमेश्वरदेखि टाढा भयौँ त? चाहे मेरो कामले पो हो कि, चाहे मेरो साथीभाइसँगको धेरै घनिष्ठले पो हो कि, चाहे मेरो कुनै पनि मेरो आफ्नो इच्छाको आफ्नै तरिकाको जीवन जति पनि छ नि, आफूले साह्रै मन पराएको कुराहरूलाई पो म धेरै ध्यान दिइरहेको छु कि, यस्तो कुराहरूलाई निहालेर हामीले मेरो गल्ती के हो, मेरो केले चाहिँ मलाई कमजोर बनाइरहेको छ त भनेर चाहिँ हामीले आफूलाई निहालेर परमेश्वरमा हामीले प्रस्ताव गऱ्यौँ भने परमेश्वरले फेरि हामीलाई पुनर्स्थापना गर्नुहुन्छ। जसरी यहाँ इजरायलीहरूले हामीलाई पुनर्स्थापना गर्नुहोस्, फेरि नयाँ बनाउनुहोस् भनेर आज बिन्ती गरिरहेका छन्, विलाप गरिरहेका छन्। हामीले पनि हामीले परमेश्वरसँग सधैँ हामीलाई पुनर्स्थापित गर्नुहोस्, परमेश्वर नयाँ बनाउनुहोस्। तपाईँ बाहेक कुनै कुराको सम्भवै छैन यो संसारमा। हामीलाई खाना जुटाउने पनि तपाईँ हुनुहुन्छ, हामीलाई बस्ने घर दिने पनि तपाईँ हुनुहुन्छ, हामीलाई काम दिने पनि तपाईँ हुनुहुन्छ। तपाईँको कारणले गर्दा नि आज हामी जीवित छौँ यो संसारमा र आत्मामा पनि हामी जीवित रहन पाऊँ भनेर हामी परमेश्वरसँग बिन्ती गर्नुपर्छ। किनभने परमेश्वरको आशिष बिना हामीले कमाएका सबै कुरा धन सम्पत्ति व्यर्थ छन् र हामीमा भएका सबै कुरोहरू व्यर्थ छन्। यो माटोको शरीर माटोमै मिलेर जान्छ। आज हामी यहाँ छौँ,
तर हामी कतिखेर हामीलाई के हुन्छ त्यो कसैलाई पनि थाहा हुँदैन र हामीमा भएको कुरोहरू हामी लिएर जाँदैनौँ। हाम्रो प्राण मात्रै जान्छ र त्यो प्राण कहाँ जान्छ? त्यो प्राण परमेश्वरको तराजुमा अगाडि जान्छ। उसले कस्तो संसारमा बस्दा फेरि के गरेको थियो, कस्तो काम गरेको थियो, ऊ कस्तो भएर हिँडेको थियो, केलाई ध्यान दिएको थियो भन्ने कुरोहरू परमेश्वरले त्यतिखेर जज गर्नुहुन्छ। जसरी यहाँ हामी कुनै मामलाहरू पऱ्यो भने कोर्टमा जान्छौँ, जजले हामीलाई जज गर्छ र त्यही अनुसारको निर्णय सुनाउँछ। हामीलाई पनि परमेश्वरले त्यतिखेर हाम्रो प्राण धरतीबाट त उठ्छ, तर त्यतिखेर हामीलाई हाम्रो प्राणको निर्णय हुन्छ, जजमेन्ट हुन्छ, कता जानुपर्ने हो, माथि कि तल। र यसै कारणले गर्दा आज हामीले परमेश्वर, हाम्रो सोर्स परमेश्वर हुनुहुन्छ। उहाँ हाम्रो चट्टान, हाम्रो शक्ति, हाम्रो बल, हाम्रो तागत, हाम्रो ज्ञान बुद्धि हामीलाई दिने परमेश्वर हुनुहुन्छ। परमेश्वर बिना हाम्रो बुद्धि आउँदैन, परमेश्वरको सहायता बिना हामी ज्ञानी हुँदैनौँ। किनभने हामी सबैलाई थाहा छ कि दुष्ट, जुन दुष्ट भनेको मानिसलाई खराबी गर्न लाउने, मानिसलाई नराम्रो कुराहरू सोच्न लाउने, नराम्रो कुराहरू गर्न लाउने, कुबाटोमा हिँडाउन लाउने, त्यो दुष्ट परमेश्वरको विरुद्धमा हुन्छ र त्यसले हर समय मानिसहरूलाई कतिखेर चाहिँ यसलाई म मौका पाउँ र गिराउँ भनेर ऊ बसि नै रहेको हुनुहुन्छ। मानिसको विरुद्धमा हुन्छ, हरेक मानिसको विरुद्धमा त्यहाँ दुष्ट हुन्छ र त्यो दुष्टले हरेक मानिसलाई, जो मानिस परमेश्वरदेखि टाढा भएर बसेको हुन्छ, त्यो मानिसलाई दुष्टले लिड गर्न खोज्छ। किनभने दुष्ट जहिले पनि मानिसको अगाडि हुन्छ र मान्छेलाई कष्ट दिने, दुःख दिने, अशान्ति दिने हरेक कुरो त्यसले गराउँछ। त्यतिखेर हामी परमेश्वरको खोजी गर्छौँ, त्यतिखेर हामी परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ जब हामी उहाँलाई पुकार्छौँ। त्यसैले गर्दा परमेश्वरलाई हामीले आफ्नो सारा हृदयले पस्तावी गरेर, हाम्रो भुल टुटीहरू स्वीकारेर, उहाँदेखि टाढा राख्ने कुराहरूलाई हामीले त्यागेर, कुन कुराहरूलाई चाहिँ हामीलाई उहाँदेखि टाढा राखेको थियो। हाम्रो कामले हो भने कामलाई पनि हामीले मिलाउनु पर्ने हुन्छ, हाम्रो कुनै आचरण बानी बेहोराले हो भने त्यसलाई पनि हामीले सही ढङ्गमा ल्याउनु पर्ने हुन्छ, त्याग्नु पर्ने हुन्छ। तर हरेक परिस्थितिमा परमेश्वरको क्लोजमा हामी बसिरहनु पर्छ। परमेश्वरलाई बिर्सनु कहिले हुँदैन। परमेश्वर बिना कुनै कुराको संसार सृष्टि भएन, परमेश्वर बिना मानिस सृष्टि भएन, परमेश्वर बिना हाम्रो ज्ञान बुद्धि पनि आएन। सबै कुरा गरिदिने परमेश्वर नै हुनुहुन्छ। उहाँ त मानिस हुनुहुन्न, उहाँ त परमेश्वर हुनुहुन्छ। त्यसैले हामीले एउटा कुरामा धेरै ध्यान दिएर, यो त मेरो लागि के हो नि, अब म त यस्तो छ, मसँग उस्तो छ, म यो पनि गर्न सक्छु, त्यो पनि गर्न सक्छु, म एकदमै बाटो छु, ज्ञानी छु, त्यो एकदमै व्यर्थका कुरा हुन्। त्यस्तो सोच्नु भनेको व्यर्थको कुरा हुन्। जब मानिस त्यसरी आफूलाई परमेश्वरलाई भुलेर आफ्नो कुरामा ध्यान दिन थाल्छ, त्यो मानिस परमेश्वरदेखि टाढा जान्छ। किनकि उसको ध्यान परमेश्वर तर्फ होइन, उसको ध्यान अरूतिर गइसकेको हुन्छ। त्यसैले गर्दा व्यस्तताहरूलाई, परमेश्वरदेखि टाढा बनाउने कुराहरूलाई हामीले त्यागेर, जसरी इजरायलीहरूले विलाप गरे, हामीलाई फेरि रिस्टोर गर्न आउनुहोस्, फेरि बनाउनुहोस् भनेर हामीले पनि फेरि हामीलाई बनाउनुहोस् परमेश्वर, फेरि हामीलाई पहिला जस्तो बनाउनुहोस्, जस्तो थिए त्यस्तै बनाउनुहोस्। हामीदेखि तपाईँको उपस्थिति टाढा नलगिदिनुहोस्। तपाईँ बिना त हामी त सङ्कष्टमा पर्ने रहेछौँ, तपाईँ बिना त हाम्रो केही नहुँदो रहेछ, हामीमा भएको कुरा सबै व्यर्थ रहेछन्। तपाईँको सहायता, तपाईँले मुख लगाइदिनु भयो, तपाईँले शिर निचा गरिदिनु भयो भने त हामी त समस्यामा गिर्दो रहेछौँ। तपाईँलाई त्यागेर बस्नु हुँदो रहेनछ भनेर उनीहरूले यसरी विलाप गरे। हामीले पनि त्यसरी रिपेन्टेन्स गर्नुपर्छ, विलाप गर्नुपर्छ, परमेश्वरसँग फर्किनुपर्छ। परमेश्वरदेखि आजसम्म हामी टाढा भएको छौँ भने पनि परमेश्वरदेखि हामीलाई टाढा राख्ने कुराहरूलाई त्यागेर हामी परमेश्वरतर्फ फर्किनुपर्छ। हामीले परमेश्वरको खोजी गर्नुपर्छ। हाम्रो जीवनमा हरेक कुरा गर्नको लागि हामीलाई परमेश्वरको सहायता चाहिन्छ। परमेश्वरको मार्गदर्शन बिना, परमेश्वरको उपस्थिति बिना, परमेश्वरको आशिष बिना, परमेश्वरको शिक्षा बिना र उहाँको अर्ती बिना हामी केही पनि गर्न सक्दैनौँ। जति बल किन नगरौँ, जति ताकत किन नलगाउँ, जति बुद्धि र ज्ञान किन नलगाउँ, त्यहाँ त्यो सबै व्यर्थै जान्छन्। केही न केहीले त्यो व्यर्थ गरिदिन्छ। कहिले सोचेको कुरा पुरा हुँदैन, समस्या मात्रै आउँछ।
गरेको छु तर समस्या आउन छोड्दैन। र परमेश्वर दाहिने हुनुपर्छ। परमेश्वरले हेरिदिनुपर्छ हामीलाई। परमेश्वरको आँखाले हामीलाई पवित्र आँखाले हेर्नुपर्छ। उहाँको बाहुलीले सँगालेर राख्नुपर्छ र हामीलाई हाम्रो विरुद्धमा उठेका शत्रुहरू, दुष्ट समस्याहरू उहाँले परैबाट पन्छाइदिनुहुन्छ र सबै कुरामा हामीलाई सहायता गर्नुहुन्छ। त्यसैले गर्दा परमेश्वरको खोजी सधैँ गर्नुपर्छ। परमेश्वरको नजिक आउन कहिले छोड्नु हुँदैन। हरेक परिस्थितिलाई त्यागेर, हरेक परिस्थितिमा भए पनि, जति बिजी भए पनि, जति कठिनाइ भए पनि, जति धनी भए पनि, जति गरिब भए पनि, जति दुखित भए पनि परमेश्वर त हुनुहुन्छ। परमेश्वरको मार्गदर्शन हामीलाई चाहिन्छ। चाहे हामी जस्तो सुकै किन नहौँ, उहाँ बिना हाम्रो कोही केही पनि हुँदैन भनेर उहाँलाई हामीले सधैँ सम्झ्यौँ भने उहाँले हामीलाई उहाँले पूर्णापिस्ताद गर्नुहुन्छ। गिरेको छौँ भने उठाउनुहुन्छ। समस्या आएको छ भने हल गरिदिनुहुन्छ र हरेक परिस्थितिलाई उहाँले सम्हालिदिनुहुन्छ। त्यसैले यही भनेर हामी यसरी नै सिक्छौँ। परमेश्वरको नजिक जान नछोडौँ, उहाँलाई खोज्न नछोडौँ र उहाँमा पश्चाताप गर्न नछोडौँ।